नानीहरूले यहाँनिर धारा बनाएर हेरौँ त ल ए हेरौँ त यिनीहरूले धारा बनाएको ल आउनुहोस् त यिनीहरूले यहाँ धारा बनाएको अरे यहाँ पानी उम्रिन्छ नि त हाम्रो गुड ओइ बेसी पानी नखेला अहिले पुरा ज्वरोको सिजन छ है यहाँ हेर्नुहोस् त यी हाम्रो अर्ग्यानिक धारा यहीँ छ आँगनमै यो त पानी परिन्जेल मात्रै बस्छ है तर बेसी बस्दैन यहाँ छ इस्कुसको बोट नि यहाँनिर हो सेतो इस्कुस देख्नुभयो सेतो इस्कुस चाहिँ यहाँ फलाएको छ आपाले खै कहाँ गयो दाइ त बेसी पर्दैन त ए उ ल्याएछौ मकै टिप्नु लाग्यो या दाइले ल्यायो मकै हामी अब मकै खाने बाँधिदिनु न अन्त गाडीमा हुन्छ त गाडी छ नि त ल यहाँ हाम्रो बारीको मकै दाइले टिपेर ल्याइदियो धन्यवाद ल अब मकै खाने भइस हामीले चाहिँ दाइले मकै ल्याइदियो साथीहरू अब हामी मकै खाने लगेर नानीहरूलाई पनि दिन्छु यो चाहिँ हाम्रो अब चुल्हामा पोल्नु चाहिँ मिलेन होइन अहिले दाउरा छैन है अब यो चाहिँ कुकरमै भुटेर खाउँ होला हौ इस्कुस कहाँबाट ल्याएको भन्नुहुन्छ नि होइन इस्कुस चाहिँ यहाँ हेर्नुहोस् त हाम्रो घरको बारी इस्कुसको मचान देख्नुभयो यहीँबाट टिप्छ हाम्रो आपाले कि अन्त इस्कुस चाहिँ यहीँबाट ल्याएको साथीहरू यहाँ छ इस्कुसको बोट नि यहाँनिर हो सेतो इस्कुस देख्नुभयो सेतो इस्कुस चाहिँ यहाँ फलाएको छ आपाले यहाँकै इस्कुस है मैले टिपेर ल्याउने चाहिँ तल तल मकै रोपेको छ हो यता चाहिँ हरियो इस्कुसको बोट हो हरियो इस्कुस चाहिँ अस्ति नै अलिक टिप्यो ऊ तल नानाले कता खोर्सानी रोपेको छ अरे मकै ऊ तलबाट टिपेर ल्याएको है यहाँ आमाले प्लान्ट लाउनु भएको छ प्लान्टहरू फुलहरू छ यहाँनिर हो यहाँ अस्ति यो फुलेको हो अर्किड र यहाँ चाहिँ निम्बुको बोट के भयो अरे खै हेर्छु एकछिन मेरो फोनमा चिप्ले किरा आयो नानीहरूले यहाँनिर धारा बनाएर हेरौँ त ल ए हेरौँ त यिनीहरूले धारा बनाएको ल आउनुहोस् त यिनीहरूले यहाँ धारा बनाएको अरे यहाँ पानी उम्रिन्छ नि त हाम्रो गुड ओइ बेसी पानी नखेला अहिले पुरा ज्वरोको सिजन छ है यहाँ हेर्नुहोस् त यी हाम्रो अर्ग्यानिक धारा यहीँ छ आँगनमै यो त पानी परिन्जेल मात्रै बस्छ है तर बेसी बस्दैन र साथीहरू यहाँ हिजो ल्याएको मकै चाहिँ अब हामी भुटेर खानेछौँ मेरो छोरीले केलाउँदैछ मकै छोडाउँदैछ है यसले त जिब्रोहरू पनि देखाउँछ त्यो बेहोरा छैन त्यसको यो त मकै यहाँ पो रहेछ हिजो घरबाट ल्याएको मकै अब भुटेर खाने हामी कराईमा भुटौँ ल र साथीहरू अब चाहिँ म यहाँ तेल हाल्दैछु है म चाहिँ अलिकति मकै भुट्छु यो तेल कम्ती हाल्छु यहाँ मकै रेडी छ है मकै भुट्छु र यहाँ चाहिँ मैले मकै हालेँ अब नुन पनि हाल्छु नुन कम्ती भयो नुन चाहिँ हाल्नु चाहिँ हालेको 6 किलोको छ हो 300 नाति 2 किलो छ 8 किलो कुसलले 2 किलो छ 10 किलो हो अनि I love this type of तातो भयो नि त
तातो होला राति सुत्दा बसी नि त म अब कहाँ भोलि बिहा बसो भनेर अन्त कुरुम कुरुम गर्दै सुत्यो यसले चाहिँ प्याजहरू हाल्नु मानेन हो 1.5 केजी प्याज खोर्सानी काटेर माथिबाट निम्बु हल्का छर्केको भने क्या अझै दामी हुन्छ है ल हामीले चाहिँ अब यो पालिको नगी मकै खाइसक्यो है नगी घरको उता घरबाट ल्याएको मकै पाकेको पाकेर उतातिर उयो गरिसक्यो यहाँबाट लगेको कस्ता चिया र भुटेको मकै खाने अरे भाइले चाहिँ नखाने अरे हो ऊ बहिनी चाहिँ खाने अरे मकै पाएर खुसी भएको यो मकै खानु पाएर क्या खुसी भयो र यो चाहिँ कसरी मकै खानु पाएर खुसी भए आमेनलाई थ्याङ्क यू भन्दै आमेनले पठाएको मकै थ्याङ्क यू आँखेले होइन है आँखेले दिएन हामीलाई मकै आमेनले पठाएको आँखेले देख्छ न आँखेको डिउ छ है कमलागुले पनि देख्छ न कमलागुको पनि डिउ छ कमलागुको त कस्तो कुरै नगरौँ न अब